Hello everyone, Namaste. Welcome back to my new video. हामी नेपालीहरूको महान चाड शुभ विजया दशमी 2081 को पावन अवसरमा जापान, नेपाल तथा विश्वभर रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आज दशैंको टीका म चाहिँ बिहानै उठेर सरसफाई गरे अनि नुहाई दुहाई गरेर पूजा गरे। आज चाहिँ हामी दशैं मनाउन कुमामोतोदेखि फुकुओका जाँदै छौं। फुकुओकामा चाहिँ हाम्रो दाइ बाउजू बस्नुहुन्छ। सबैभन्दा खुसीको कुरा दाइ बाउजू अनि हाम्रो प्यारी छोरीको आगमन भएको 6 मन्थ भइसकेको छ। तर हामी हाम्रो कामको व्यस्तताको कारणले गर्दाखेरि उहाँहरूलाई भेट्न जान पाइरहेको थिएनौं। आज हामी सबैको छुट्टी छ र आज हामी उहाँहरूलाई भेट्न जाँदै छौं र हामी छोरीलाई भेट्न एकदमै एक्साइटेड छौं। त्यो पछि हामी सबैजना घरमा टीका लगाएर खाना खायौं अनि फुकुओका तर्फ लाग्यौं। हामी चाहिँ बाहिरको भ्यूहरु हेर्दै हेर्दै गइराखेको थियौं। कतै चाहिँ वन जंगल थियो, कतै धानबारीहरु थियो। दशैंको मौसम एकदमै राम्रो देखिरहेको थियो बाहिर। अनि त्यो भ्यूहरु हेर्दै हेर्दै हामी चाहिँ रमाउँदै गइराखेको थियौं। बाहिरको भ्यू हेर्दै जाँदा मलाई मेरो बचपना याद आइरहेको थियो। कुनै एउटा समय थियो दशैं आयो भनेर मज्जाले आफूलाई मन पर्ने कपडा, जुत्तादेखि सबै कुरा मामु बाबाले किनेर त पक्का बल्ने गरी सजाइदिनुहुन्थ्यो। जब काठमाडौँदेखि गोरखासम्मको यात्रा गरिन्थ्यो एकदमै रमाइलो हुन्थ्यो। बसबाट चढ्दा बुवा मुमा रोडमा लिन आउनुहुन्थ्यो अनि त्यो पछि घरको आँगनमा पुग्दा पिङ हुन्थ्यो। यति धेरै रमाइलो लाग्थ्यो नि, सबैजनाले धेरै माया गर्नुहुन्थ्यो। दशैं आउँदा त्यो गाउँघर नै धेरै रमाइलो हुन्छ। तर जुन दिनदेखि मेरो बुवा बित्नु भयो त्यो दिनदेखि दशैं जस्तो लाग्न छोड्यो। अहिले झनै परदेशमा जुनसुकै चाडबाड आए पनि किन आएको होला जस्तो लाग्छ। परदेशमा यो मेरो तेस्रो दशैं हो। यो 3 वर्षमा मैले धेरै कुरा सिकेको छु, पोकेको छु र चित्त बुझाएर अगाडि बढ्नु पर्छ भन्ने कुरा जानेको छु। सधैँ रोएर पनि खुसी हुन नसकिने रहेछ र कुनै खुसीहरू फिर्ता नहुने रहेछ भनेर अगाडि बढेको छु। यस्तै सोच्दै म त फुकुओका पुग्न लागिसकेछु। आगाता आइपुग्यो। आगाता चाहिँ मलाई एकदमै मन पर्छ। अरू बेला भन्दा पनि क्रिसमसमा चाहिँ यहाँ एकदमै रमाइलो हुन्छ। एनिमेसन गरेर एकदमै राम्रो बनाउनु भएको हुन्छ। लाइटिङ जताततै भिडियो बनाउन, ब्लग बनाउन, फोटो खिच्न एकदमै रमाइलो हुन्छ। क्रिसमसमा आयो भने मैले फेरि भिडियो बनाउने छु। मलाई यो ठाउँ एकदमै मन पर्छ। यहाँ आइपुगिसकेपछि चाहिँ मलाई दशैं आएको फिल भइरहेको थियो। मेरो मन यतिकै उमङ्ग भइरहेको थियो। मलाई एकदमै मन पर्छ क्या यहाँ आउनलाई। त्यो पछि चाहिँ हामी दाइको रुममा जानलाई चाहिँ अलि भित्र पर्ने भएकोले ट्याक्सी लिएर अनि हामी त्यहाँबाट गयौँ। त्यो पछि हामी घर पुग्यौँ। सबैजनासँग भेटघाट गर्न पाउँदा एकदमै रमाइलो लाग्यो। बल्ल दशैं आएको हो जस्तो लाग्यो। आमाले अनि सबैजनाले हामीलाई दशैंको टीका लगाइदिनु भयो अनि धेरै आशीर्वाद दिनुभयो। सबैजना मिलेर एकअर्कालाई टीका लगायौँ। सानो छोरीलाई पनि टीका लगायो। छोरीसँग खेल्न पाउँदा मलाई एकदमै खुसी लागिरहेको थियो। त्यो पछि हामीले खाना खायौँ। खाना एकदमै मिठो थियो अनि हामी बेलुकी घर फर्कनु पर्ने भएको भएर हामी चाँडै नै त्यहाँबाट निस्कियौँ। त्यहाँबाट निस्किसकेपछि चाहिँ मेरो बहिनीले फुकुओका टावर जाने भनेर भन्यो अनि हामी चाहिँ फुकुओका टावरतर्फ लाग्यौँ। फुकुओका टावर चाहिँ जापानको तेस्रो अग्लो टावर हो जुन चाहिँ 234 मिटर अग्लो रहेको छ। टावरबाट चाहिँ फुकुओका सिटीदेखि समुद्र सबै भ्यूहरू देखिन्छ। एकदमै रमाइलो छ। त्यो पछि हामीले टिकट लियौँ। टिकटको चाहिँ पर पर्सन 800 रुपिस थियो। मेरो चाहिँ यो सेकेन्ड टाइम हो टावर चढेको। मलाई त एकदम धेरै रमाइलो लागिरहेको थियो। झन् मेरो बहिनी त एकदमै एक्साइटेड थियो। उसको झन् फर्स्ट टाइम। त्यो पछि चाहिँ हामी मजाले टावर घुम्न थाल्यौँ।
म्याकमा नगई भएन। हामी गयौँ म्याक खान, तर मलाई चाहिँ म्याक मन पर्दैन, म म्याक नखानेमा पर्छु। मैले चाहिँ त्यहाँ गएर खाने भनेको फ्रेन्च फ्राई मात्र हो। हामीहरू चाहिँ खाजा खाइसकेर एकछिन रेस्ट गऱ्यौँ, थकाइ पनि लागिसकेको थियो। अनि फेरि बाहिर हेरेको अँध्यारो पनि भइसकेको थियो। हामीलाई चाहिँ फुकुओका छोडेर कुमामोतो पुग्न थियो। अनि त्यो पछि चाहिँ हामीले फुकुओकालाई बाई बाई गर्दै आफ्नो घरतर्फ लाग्यौँ।